7 दिनमै यी 3 साना ह्याबिटले तिम्रो जीवन रिसेट गर्न सक्छन्। यो कुनै मिराकल होइन, यो डिसिप्लिन हो, यो कन्सिस्टेन्सी हो र यो तिमीले आजदेखि सुरु गर्नुपर्ने कमब्याक हो। सुन, तिमी थाकेको हुन सक्छौ, बाधो बिराएको हुन सक्छौ, तिमीलाई आफूभित्रको आगो हराएको जस्तो लाग्न सक्छ, तर समस्या तिमीमा होइन, तिमीले फलो गर्न सक्ने सिस्टम नबनाएर हो। धेरैजसो मान्छे मोटिभेसन खोज्छन्, तर सत्य के हो भन्दा उनीहरूलाई मोटिभेसन होइन, राम्रो ह्याबिटको सिस्टम चाहिन्छ। र आज म तिमीलाई त्यही सिस्टम बताउन गइरहेको छु। याद राख, 3 ह्याबिट मध्ये तेस्रो ह्याबिट नै त्यो हो जसले बाँकी दुईलाई काम गर्न लगाउँछ। ह्याबिट 1, कन्ट्रोल योर मर्निङ। पहिलो ह्याबिट हो बिहान उठ्ने बित्तिकै आफ्नो पहिलो 10 मिनट कन्ट्रोल गर्नु। फोन नहेर्ने, मेडिटेसन गर्ने, गहिरो सास फेर्ने र दिनभरि गर्नुपर्ने 3वटा महत्त्वपूर्ण काम लेख्ने। किनकि तिमीले बिहान सुरु कसरी गर्छौ त्यसले तिम्रो पुरै दिनको डाइरेक्सन तयार गर्छ। धेरैजसो मान्छे उठ्ने बित्तिकै सोसल मिडियामा हराउँछन्, त्यहीबाट एनर्जी र फोकस दुवै कम हुन थाल्छ। तर जब तिमीले बिहानको पहिलो 10 मिनटलाई प्रोडक्टिभ बनाउँछौ, तिम्रो दिमागले बुझ्छ आजको दिन शानदार हुनेछ। ह्याबिट 2, इम्प्रुभ 1% एभ्री डे। दोस्रो ह्याबिट हो हरेक दिन 1% प्रोग्रेस मात्र गर्नु। हामीले एकैचोटि जीवन बदल्न सक्दैनौँ, तर सानो सानो बानीले भने पक्कै हाम्रो जीवन बदलिन सक्छ। दिनमा 1 पेज पढ, 10 मिनट एक्सर्साइज गर, 5 मिनट आफूलाई चाहिने इम्पोर्टेन्ट टास्क लेख र एउटा इम्पोर्टेन्ट टास्क पुरा गर। समस्या के हो भने धेरैले सुरुमा धेरै गर्न खोज्छन् अनि 2-3 दिनमै थाक्छन्, तर कन्सिस्टेन्ट र सानो प्रोग्रेसले नै ठुलो रिजल्ट दिने गर्छ। ह्याबिट 3, रिभ्यू योर होल डे। तेस्रो ह्याबिट हो राति सुत्नु अघि आफूसँग साँचो कुरा गर्नु। आज मैले के राम्रो काम गरेँ, म कहाँ कमजोर भएँ, भोलि म के बेटर गर्न सक्छु। यही कारणले यो ह्याबिट बाँकी 2 भन्दा एकदम इम्पोर्टेन्ट छ। यो ह्याबिटले तिमीलाई विक बनाउँदैन, यो ह्याबिटले तिमीलाई सेल्फ अवेयर बनाउँछ। किनकि जीवन बदलिन त्यहीबाट सुरु हुन्छ जहाँ तिमी बहाना बन्द गर्छौ। आफूलाई देख्न सक्ने मान्छे नै एक दिन आफूलाई बदल्न सक्छ। अब 7 दिनको च्यालेन्ज। हरेक बिहान पहिलो 10 मिनट कन्ट्रोल गर, दिनको 1% प्रोग्रेस गर र राति आफ्नो दिन रिभ्यू गर। बस यति। मोटिभेसन नआउला, मुड सधैँ पर्फेक्ट नहोला, तर ह्याबिट बन्यो भने कन्सिस्टेन्सी आफै आउँछ। अनि एक दिन तिमी पछाडि फर्केर हेर्दा तिमीले आफूलाई एउटा नयाँ भर्जनमा बेच्छौ। याद राख, ठुलो कमब्याक एकै दिनमा हुँदैन, तर हरेक दिनको सानो ह्याबिटले नै तिम्रो कमब्याक बनाउँछ। आजै सुरु गर, किनकि तिम्रो नयाँ लाइफ तिम्रो नयाँ डिसिजनबाट सुरु हुन्छ। धन्यवाद।